नमस्कार। विभिन्न परीक्षा सहयोगी समसामयिक जीके प्रश्नोत्तर समेटेर तयार पारिएको अर्को एउटा नयाँ अङ्कमा यहाँहरूलाई स्वागत छ। भिडियोलाई पुरा हेरेर आफ्नो प्रतिक्रिया छोड्न नभुल्नुहोला। आजको पहिलो प्रश्नमा हेरौँ। मानव शरीरको सन्तुलनको मुख्य भाग कहाँ अवस्थित रहेको हुन्छ? मानव शरीरको सन्तुलनको मुख्य भाग कहाँ अवस्थित हुन्छ भनिएको छ। एबिसिडी गरेर 4वटा अप्सन रहेका छन्। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्न सक्नुहुन्छ। अप्सन एमा रहेको छ मस्तिष्कको अग्रभागमा, बी कानको भित्री भागमा, सी मेरुदण्डको माथिल्लो भागमा र डीमा रहेको छ कानको मध्य भागमा। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो? मानव शरीरको सन्तुलनको मुख्य भाग कहाँ अवस्थित हुन्छ भनिएको छ। तपाईँको सही उत्तर हुन्छ अप्सन बी कानको भित्री भागमा। नेपालको कुल ग्राहस्थ्य उत्पादनमा निम्नमध्ये कुन क्षेत्रको योगदान बढी रहेको छ? नेपालको कुल ग्राहस्थ्य उत्पादनमा निम्नमध्ये कुन क्षेत्रको बढी योगदान रहेको छ भनिएको छ। अप्सनमा हेरौँ। अप्सन ए कृषि क्षेत्रको, बी पर्यटन क्षेत्रको, सी उद्योग क्षेत्रको र डीमा रहेको छ सेवा क्षेत्रको। फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो? नेपालको कुल ग्राहस्थ्य उत्पादनमा निम्नमध्ये कुन क्षेत्रको बढी योगदान रहेको छ भनिएको छ। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो? यसको सही उत्तर हुन्छ अप्सन डी सेवा क्षेत्रको। नेक्स्ट प्रश्नमा हेरौँ। नेपालमा बजेटलाई चालु र पुँजीगत बजेट भनी कहिलेदेखि लागू भएको? नेपालमा बजेटलाई चालु र पुँजीगत बजेट भनी कहिलेदेखि लागू भएको भनिएको छ। अप्सनमा हेरौँ। अप्सन एमा रहेको छ आर्थिक वर्ष 2061-62देखि, आर्थिक वर्ष 2060-61देखि, आर्थिक वर्ष 2047-48देखि र डीमा रहेको छ आर्थिक वर्ष 2050-51देखि। नेपालमा बजेटलाई चालु र पुँजीगत बजेट भनी कहिलेदेखि लागू भएको भनिएको छ। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो? यसको सही उत्तरमा रहेको छ अप्सन ए आर्थिक वर्ष 2061-62देखि। विक्रम सम्वत 2072मा जारी भएको नेपालको संविधानको पहिलो संशोधन कहिले भएको? विक्रम सम्वत 2072मा जारी भएको नेपालको संविधानको पहिलो संशोधन कहिले भएको भनिएको छ। अप्सनमा हेरौँ। अप्सन ए 2072 फागुन 16मा, 2072 चैत 16मा, 2072 साउन 16मा र डीमा रहेको छ 2072 भदौ 16मा। फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो? विक्रम सम्वत 2072मा जारी भएको नेपालको संविधानको पहिलो संशोधन कहिले भएको? यसको सही उत्तर हुन्छ अप्सन ए विक्रम सम्वत 2072 फागुन 16मा। विश्वका कति मुलुकहरू अति कम विकसित मुलुकहरू अन्तर्गत पर्दछन्? विश्वका कति मुलुकहरू अति कम विकसित मुलुकहरू अन्तर्गत पर्दछन् भनिएको छ। अप्सनमा हेरौँ। अप्सन ए 39वटा, बी 46वटा, सी 48वटा र डीमा रहेको छ 52वटा। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो? विश्वका कति मुलुकहरू अति कम विकसित मुलुकहरू अन्तर्गत पर्दछन् भनिएको छ। तपाईँको सही उत्तर हुन्छ अप्सन सी 48वटा। वर्तमान नेपालको संविधान अनुसार राष्ट्रहितका आधारभूत विषयभित्र कुन पर्दैन? हामीसँग 4वटा अप्सन रहेका छन्। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्न नभुल्नुहोला। वर्तमान नेपालको संविधान अनुसार राष्ट्रहितका आधारभूत विषयभित्र कुन पर्दैन भनिएको छ। अप्सन एमा रहेको छ सार्वभौम सत्ता, बी नागरिकको आर्थिक उन्नति, सी सिमानाको सुरक्षा र डीमा रहेको छ स्वाधीनता। ल फटाफट कमेन्ट गर्नु त वर्तमान नेपालको संविधान अनुसार राष्ट्रहितका आधारभूत विषयभित्र कुन पर्दैन भनिएको छ। तपाईँको सही उत्तर हुन्छ अप्सन बी नागरिकको आर्थिक उन्नति। नेक्स्ट प्रश्नमा हेरौँ। वर्तमान नेपालको संविधान अनुसार खस आर्य जाति तथा समुदायभित्र कुन पर्दैन? अप्सनमा रहेको छ अप्सन ए ब्राह्मण, बी क्षेत्री, सी सन्यासी र डीमा रहेको छ डोटेली। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो? एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्नुहोला। वर्तमान नेपालको संविधान अनुसार खस आर्य जाति तथा समुदायभित्र कुन पर्दैन भनिएको छ। ल ए पर्दैन कि, बी पर्दैन कि, सी पर्दैन कि, डी पर्दैन? फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर हुन्छ अप्सन डी डोटेली। दिएका अप्सनहरूमध्ये नेपालमा हाल सरकारी राजस्वको सबैभन्दा ठुलो स्रोत कुन हो? दिएका अप्सनहरूमध्ये नेपालमा हाल सरकारी राजस्वको सबैभन्दा ठुलो स्रोत कुन हो भनिएको छ। अप्सनमा हेरौँ। अप्सन एमा रहेको छ अन्तःशुल्क कर, बी मूल्य अभिवृद्धि कर, सी भन्सार र डीमा रहेको छ आयकर। फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो? दिएका अप्सनहरूमध्ये नेपालमा हाल सरकारी राजस्वको सबैभन्दा ठुलो स्रोत कुन हो? तपाईँको सही उत्तरमा रहेको छ अप्सन बी मूल्य अभिवृद्धि कर।
राष्ट्रिय योजना आयोगले जारी गरेको बहुआयामिक गरिबी सूचाङ्क अनुसार बढी गरिबी भएको प्रदेश कुन हो? राष्ट्रिय योजना आयोगले जारी गरेको बहुआयामिक गरिबी सूचाङ्क अनुसार बढी गरिबी भएको प्रदेश कुन हो भनिएको छ। हामीसँग 4वटा अप्सन रहेका छन्। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्न नभुल्नुहोला। अप्सन एमा रहेको छ कर्णाली प्रदेश, बी लुम्बिनी प्रदेश, सी गण्डकी प्रदेश र डीमा रहेको छ सुदूरपश्चिम प्रदेश। फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो। राष्ट्रिय योजना आयोगले जारी गरेको बहुआयामिक गरिबी सूचाङ्क अनुसार बढी गरिबी भएको प्रदेश कुन हो? तपाईँको सही उत्तरमा रहेको छ अप्सन ए कर्णाली प्रदेश। नेपाल सरकारले संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि कतिवटा मुलुक खुल्ला गरेको छ? नेपाल सरकारले संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि कतिवटा मुलुक खुल्ला गरेको छ भनिएको छ। अप्सनमा हेरौँ। अप्सन ए 110वटा, बी 111वटा, सी 112वटा र डीमा रहेको छ 113वटा। फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो। नेपाल सरकारले संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि कतिवटा मुलुक खुल्ला गरेको छ भनेको छ। निकै महत्त्वपूर्ण प्रश्न रहेको छ। तपाईँको सही उत्तर हुन्छ अप्सन बी 111वटा। आर्थिक वर्ष 2080-81को आर्थिक सर्वेक्षण अनुसार सबैभन्दा बढी वैदेशिक लगानी कुन प्रदेशमा भित्रिएको छ? ल अप्सनमा हेरौँ त। अप्सन ए लुम्बिनी प्रदेशमा, बी बागमती प्रदेशमा, सी कोशी प्रदेशमा र डीमा रहेको छ गण्डकी प्रदेशमा। आर्थिक वर्ष 2080-81को आर्थिक सर्वेक्षण अनुसार सबैभन्दा बढी वैदेशिक लगानी कुन प्रदेशमा भित्रिएको छ भनिएको छ। ल फटाफट कमेन्ट गर्नु त एबिसिडीको आधारमा यसको सही उत्तर के हो। यसको सही उत्तरमा रहेको छ अप्सन बी बागमती प्रदेशमा। नेपालमा रहेका सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा कम कुन प्रकृतिका सार्वजनिक संस्थानहरू रहेका छन्? नेपालमा रहेका सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा कम कुन प्रकृतिका सार्वजनिक संस्थानहरू रहेका छन् भनिएको छ। अप्सनमा हेरौँ। अप्सन एमा रहेको छ सेवा क्षेत्र, बी व्यापारिक क्षेत्र, सी जनउपयोगी क्षेत्र र डीमा रहेको छ औद्योगिक क्षेत्र। ल फटाफट कमेन्ट गर्नु त एबिसिडीको आधारमा यसको सही उत्तर के हो। नेपालमा रहेका सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा कम कुन प्रकृतिका सार्वजनिक संस्थान रहेका छन् भनिएको छ। तपाईँको सही उत्तर हुन्छ अप्सन बी व्यापारिक क्षेत्र। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मार्फत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्? ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मार्फत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन् भनिएको छ। अप्सनमा हेरौँ। अप्सन एमा रहेको छ 8वटा, बी 5वटा, सी 4वटा र डीमा रहेको छ 3वटा। एबिसिडीको आधारमा फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मार्फत कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्? तपाईँको सही उत्तर हुन्छ अप्सन डी जम्मा 3वटा। यस्तै अर्को प्रश्नमा हेरौँ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फतमा कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन्? अप्सनमा हेरौँ। अप्सन एमा रहेको छ 15वटा, बी 11वटा, सी 14वटा र डीमा रहेको छ 16वटा। ल फटाफट कमेन्ट गर्नु त एबिसिडीको आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फतमा कतिवटा सार्वजनिक संस्थानहरू रहेका छन् भनिएको छ। र सही उत्तर कमेन्ट गर्नु त एबिसिडीको आधारमा यसको सही उत्तर के हो। यसको सही उत्तरमा रहेको छ अप्सन सी 14वटा। साथीहरू, आजको अन्तिम तथा 15औं प्रश्नमा हेरौँ। नेपालमा बजेट तर्जुमामा मुख्य जिम्मेवारी कुन निकायको रहेको हुन्छ? नेपालमा बजेट तर्जुमामा मुख्य जिम्मेवारी कुन निकायको रहेको हुन्छ भनिएको छ। एबिसिडीको आधारमा आफ्नो सम्भावित सही उत्तर कमेन्ट गर्न नभुल्नुहोला। अप्सन एमा रहेको छ नेपाल राष्ट्र ब्याङ्कको, बी योजना आयोगको, सी प्रधानमन्त्री कार्यालयको र डीमा रहेको छ अर्थ मन्त्रालयको। ल फटाफट कमेन्ट गर्नु त यसको सही उत्तर के हो। नेपालमा बजेट तर्जुमामा मुख्य जिम्मेवारी कुन निकायको रहेको हुन्छ भनिएको छ। तपाईँको सही उत्तरमा रहेको छ अप्सन डी अर्थ मन्त्रालयको। हामीले प्रस्तुत गरेको समसामयिक जीके प्रश्न उत्तर यहाँहरूलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्टमा छोड्न नभुल्नुहोला। धन्यवाद।